के भयो ड्याम साइड हेरेर यो शङ्खुवा खोलाको किनार आइराखेका छौँ। बाटो अलि हिलो पनि छ। यो चाहिँ हामी जन्मेको गाउँ पेतिनी क्रस गरेर माथि खोक्चिप भन्ने ठाउँ जाने बाटो हो। बाटोको अवस्था एकदम डेन्जर छ। छ। यस्तो विकास भएर चाहिँ यस्तो अवस्थामा आइपुग्छ भन्ने कल्पना त के परिकल्पना पनि गरिएको थिएन। जे होस्, त्यहाँ पनि एउटा दाजु आउँदै हुनुहुन्छ। भाइ चाहिँ उता गइरहेछ। अब दाजुलाई टेटेट त गरिदिनै पर्यो। दाजुले साइड दिनुहुन्छ। याहो, अब फेरि भाइको पनि पालो आयो। हुर हुर गरेर स्टाइलमा चुई गरेर उकालो चढ्ने हो। यो हाम्रो जङ्गल विशु हिमुखम मध्यवर्ती क्षेत्र वन उपभोक्ता हो। मनाङसाङको बाटो जस्तो छ, रुखसेतिरको जस्तै छ। अब यताबाट चाहिँ कहाँनिर एउटा डेन्जर जोन पनि छ है एउटा। त्यहाँ चाहिँ उक्लिँदैन होला जस्तो लाग्छ। यो भाइ चेप्टियो बाटोले गर्दा। तल चाहिँ शङ्खुवा खोला कल बगिराखेको छ। यही खोला बाटो चाहिँ 40 मेगावाटको बिजुली बन्दैछ। आज हामी चाहिँ मालिक हुन आएको हो। मालिक पनि भइसकियो। आधिकारिक रूपमा मालिक पनि भइसकियो। मालिक भइसकेपछि सित्तैमा खाना पनि खानु पाइदो रहेछ। खाना पनि खुवाए ह्याप्पी इनर्जीले। अब त्यसपछिको कथा आमामा, त्यही पुल हुँदै चाहिँ म 2 वर्ष जागिर गर्न आउँथेँ। कति सालमा पो गर्नुभएको? 62-63 सालतिर। 62-63 सालतिर अनि पछि त्यतिखेर 16-17 घर थिएँ माथि खोक्चिपमा। अहिले त पछि रित्तियो। फेरि अहिले चाहिँ यसो पुरानै गाउँतिर फर्केर 5-6 घर चाहिँ बसिया छन् अरे। आमामा, यही साहसिक यात्रा। आफू पनि देखिनै पर्छ भन्ने मान्यता छ हाम्रो आसन सोल्टीको। कहिलेकाहीँ यसो आफू पनि देखिनुहुन्छ। क्यामराम्यान भएपछि फेरि आफू त्यसरी फर्काउनु भन्दा त्यही मिरर चाहिँ त्यहीँनिर अगाडि र पछाडि गर्दा भइहाल्ने कुरा हो। तर लेन्स हुन्छ लागेन। साँच्ची पुल है, साँच्ची पुल। यताको चाहिँ सेक्सुरा खोल्छ अनि उता चाहिँ छाँगे खोल्छ। त्यस पछाडि यो ठाउँ वारिपट्टिको ठाउँ चाहिँ अलैँचीहरू भएको चाहिँ के पो भन्थ्यो यसलाई त? लुम्बमला। ए अलैँची एकदमै सत्रिरहेको छ। लुम्बमला तर खडानी अलैँची बारी। हामी चाहिँ एकदमै खडानी गर्दै बाँकी चितुवाको स्पिडमा अहिले गएछौँ। स्पिड हेर्ने हो भने 20 किलोमिटर/आवर। बाटो उस्तै छ। आइट अब जे होस्, डेन्जर छ। अच्छा एक घन्टे आफू ताक्छु मुडो बन्छ ताक्छ घुडो भन्ने जस्तो। बाइक त अर्कोतिर छ कि अर्कोतिर पो जान्छ हौ। मान्छेले त बल गर्थ्यो पछाडि वेट मान्छे भन्थ्यो। हामी चाहिँ खासै पाना तिनी चोकिन पनि मोल्ने मान्छे। ओहो, यहाँ त शिलाजित निस्किँदै रहेछ। शिलाजित पाउँछ कि है?
आच्छे उपारिपट्टि हाम्रो हेर्नु न पहिला मुन पहा हामी खोज्न यता आउँथ्यौँ डेन्जरस है मन पहा मुन पहा खोज्न त्यतातिर आउँथ्यौँ खतरा पाउँछ है त्यो पर मैले यही भित्तामा माथिबाट कुनामा चाहिँ एकै ठाउँ 4वटा भेटाएको थिएँ नेपाली सेना जस्तै देखिने मन पहाहरू हुन्छ के बडी बिल्डर आचे 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 लडी गइयो भने चाहिँ दुख्न पनि सक्छ डेन्जरस हाम्रो प्रकृति एकदमै यस्तो मनोरम छ है हेर्नुहोस् है गाइस यो अलैचे भन्ने ठाउँ हो अलैचे भन्ने ठाउँमा चाहिँ अलैची रोपेको रहेछ अलैची रोपेका छन् साथीहरूले सामुदायिक वन क्षेत्र हो यो चाहिँ अहिले यो साझेदारीमा रोप्यो भन्ने सुनेको आच्छे गयो रे हामी दुई अब चाहिँ हामी अलिकति तल आइपुग्यौँ